नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। बारेनाम्पिङ ग्राम पञ्चायत इकाइको तर्फबाट प्रस्तुत यो पाक्षिक डिजिटल समाचार बुलेटिनमा प्रथममा मुख्य समाचार। बारेनाम्पिङ ग्राम पञ्चायत इकाइ अन्तर्गत दलेकमा क्षेत्रीय होटल रेस्टुरेन्टको उद्घाटन, स्थानीय स्वरोजगार, आर्थिक तथा पर्यटन प्रवर्धनमा नयाँ आयाम। बारेनाम्पिङ ग्राम पञ्चायत कार्यालयका कागजातहरूमा नेपाली भाषाको प्रयोग। बारेनाम्पिङ ग्राम पञ्चायतको सहभागितामा 3 अगस्त 2025 को दिन बर्मेटोकलमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रम सम्पन्न। अब समाचार विस्तारमा। मुख्यमन्त्री स्वरोजगार योजना अन्तर्गत दलित क्षेत्रका स्थानीय युवा श्री विकास कार्कीद्वारा स्थापित क्षेत्रीय होटल रेस्टुरेन्टको तारिक 31 जुलाई 2025 का दिन एक भव्य समारोह बीच उद्घाटन सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि दक्षिण सिक्किम तिमी नाम्पिङ समष्टिका सम्माननीय विधायक श्री बेतुसिंह पन्तले गर्नुभयो। उक्त कार्यक्रममा ओएसडी श्री प्रदीप तामाङ, क्षेत्रीय सिएलसी अध्यक्ष श्री फुर्वा छिरिङ भोटिया, सिएलसी उपाध्यक्ष श्री डीआर खतिवडा, जिल्ला पञ्चायत सदस्य श्री मदन कुमार बजगाई, विभिन्न पञ्चायत प्रतिनिधि, समाजसेवीहरू, युवा तथा व्यावसायिक वर्गका गण्यमान्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै विधायकज्यूले स्वरोजगार मार्फत युवाहरूले आफ्नै गाउँघरमा रोजगार सिर्जना गर्ने प्रेरणादायी कार्यलाई सरकारको पूर्ण समर्थन रहेको जनाउनुभयो। सञ्चालक श्री विकास कार्कीले आफ्नो मन्तव्यमा रेस्टुरेन्टले स्थानीय खानपान, आतिथ्य सेवा र सांस्कृतिक अनुभवलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै यसको उद्देश्य दलेपलाई आन्तरिक तथा बाहिर पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन साथै स्थानीय उत्पादन र जनशक्तिको प्रयोग मार्फत समुदायमा प्रत्यक्ष आर्थिक योगदान पुर्याउने लक्ष्य रहेको बताउनुभयो। स्थानीय बासिन्दाहरूले क्षेत्रीय होटल रेस्टुरेन्टलाई स्वागत गर्दै यसले रोजगारी सृजना, पर्यटक आकर्षण र सेवा सुविधामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आधुनिक सेवा सुविधा, स्वच्छ वातावरण साथै सिक्किमी आतिथ्य भावको परिपूर्ण अनुभव दिने स्थलका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्। मिति 25 जुलाई 2025 मा सम्पन्न विशेष ग्राम सभाको बैठकमा छलफल गरी सर्वसम्मतिले पारित गरिएको निर्णय अनुसार बारेनाम्पिङ ग्राम प्रशासन केन्द्रले आफ्नो कार्यालयमा जारी हुने कागजातहरूमा नेपाली भाषाको प्रयोग गर्ने निर्णय लिएको छ। मातृभाषाको प्रवर्धन तथा स्थानीय शासनमा समावेशिता सुनिश्चित गर्न ग्राम प्रशासन केन्द्रबाट जारी हुने सबै आधिकारिक कागजातहरू जस्तै एनओसी, प्रमाणपत्र, कार्यालयका आदेश, साइन बोर्ड आदि अब सेवाग्राहीको अनुरोधमा नेपाली भाषामा पनि उपलब्ध गराइनेछ। उक्त आधिकारिक कागजातहरू बाहेक यस कार्यालयले केही महिना अघिदेखि अङ्ग्रेजी अनि नेपाली भाषामा डिजिटल पाक्षिक समाचार पनि प्रसारण गरिरहेको छ। अङ्ग्रेजी भाषा यथावत रूपमा आधिकारिक भाषाको रूपमा प्रयोगमा रहनेछ, तर हाम्रो क्षेत्रमा प्रचलित र बुझ्न सजिलो नेपाली भाषाको समावेशले जनसाधारणलाई कार्यालयीय जानकारी बुझ्न सजिलो हुनेछ। तदनुसार उक्त जारी हुने सबै कार्यालयका आदेशहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार पारिनेछ, जसले हाम्रो भाषिक सम्पदाको संरक्षण र प्रवर्धनमा टेवा पुर्याउनेछ। यस कार्यमा सबै महानुभावहरूको सहयोग र समर्थनको अपेक्षा गरिएको छ। तिमी नाम्पिङ निर्वाचन क्षेत्र अन्तर्गत बर्मेटोकल उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भइरहेको 79औं स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको स्वर्गीय लक्ष्मी देवी पन्त स्मृति अन्तर सिक्किम पुरुष खुला लाते भकुण्डो प्रतियोगिता 2025 अन्तर्गत दोस्रो दिनको कार्यक्रम 3 अगस्त 2025 को दिन भव्य रूपमा सम्पन्न भएको थियो। बारेनाम्पिङ ग्राम पञ्चायत इकाइ तथा 13 बर्मेटोकल ग्राम पञ्चायत इकाइको संयुक्त समन्वयमा सफलतापूर्वक सम्पन्न भएको
उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक सन्देशका दृष्टिकोणले अत्यन्त प्रेरणादायी रहेको थियो। दोस्रो दिनको कार्यक्रमलाई नशामुक्त समाज सुरक्षित भविष्य भन्ने मूल उद्देश्यका साथ समर्पित गरिएको थियो। लागु औषध दुर्व्यसनबाट मुक्त भई नयाँ जीवनशैली अँगालेका व्यक्तिहरूलाई आयोजकद्वारा सार्वजनिक रूपमा सम्मान प्रदान गरिएको थियो। उनीहरूको साहस, आत्मअनुशासन र सामाजिक पूर्ण संलग्नता प्रेरणाको स्रोत बनेको छ। कार्यक्रमका मुख्य अतिथि श्री केसी भोटियाज्यूले आफ्नो व्यक्तिगत सङ्घर्षको अनुभव बाँड्दै युवाहरूलाई सकारात्मक मार्ग रोज्न प्रेरणा दिनुभयो। उहाँले समाजमा पूर्ण स्थापनाका लागि सामूहिक सहयोग, सहानुभूति र चेतनामूलक अभियानको आवश्यकता ओइल्याउँदै माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङज्यूको नेतृत्वमा चलिरहेको नशामुक्त सिक्किम निर्माण गर्ने यस्तो कार्यक्रमको प्रशंसा गर्दै क्षेत्र विधायक श्री बेदुसिंह पन्तज्यूको सक्रियता र समर्पणको समेत खुलेर प्रशंसा गर्नुभयो। यसरी नै बारानाम्पिङ ग्राम पञ्चायतले धेरै समय अघिदेखि सामाजिक चेतना गराउँदै दोबाटो कार्यक्रमद्वारा नशामुक्त समाज निर्माण गर्ने पहल सुरु गरिसकेको छ। हवस् त, यसैका साथमा आजको लागि बारानाम्पिङ पाक्षिक डिजिटल समाचार बुलेटिन यही समाप्त हुन्छ। यस्तै जानकारीमूलक तथ्यमा आधारित र जनहितका समाचारहरू लिएर आगामी 30 तारिक पनि उपस्थित हुने नै छौँ। हेर्दै रहनुहोला नाम्पिङ जिपियु डिजिटल पेज। हाम्रो गाउँ हाम्रो खबर। धन्यवाद, नमस्कार।